हेलो हेलो साथीहरू, दर्शन नमस्ते सबैलाई ढोकिदिएँ। मैले फेरि सेकेन्ड ब्लग हजुरमाझ ठोकिदिएँ। अनि आज हामी मात्र नभएर मेरो आफ्नै दिदीको कान्छो सुपुत्र रहनुभएको छ। भन्नाले मेरो कान्छा भान्जो हुनुहुन्छ यहाँ। अनि यता चाहिँ मेरो छोरा हेर्नुहोस् है, यहाँ चाहिँ यहाँलाई चाहिँ फ्रुटी चाहियो। फ्रुटी पाएछ चाहिँ मकै हो। हेलो ओइ, अनि के छ त भान्जा, मामा घर आएर के खाने प्लानिङ भयो त हजुरको? ए बेफरले चाहिँ नहुँदैन होला है, अलिक केही फरक गरौँ आज। हेलो पुन्टु, मेरो पुन्टुलाई चाहिँ उता बेबी हेर्न ठिक्क छ होइन साथीहरू। हेर्नुहोस् मेरो बुढीले यता कडाइतिर तेल हालिसक्नु भएको छ। अब तेल तातिँदैछ। हेलो बुढी, हेलो, हजुर बनाउनुहोस्, हामी हेर्छौँ है। अब यता चाहिँ बुढी चाहिँ मेगी गराउनु तयार हुँदै हुनुहुन्छ होइन। मेगीको लागि मिजा पनि भइसकेको रहेछ। के अब आज कसरी गराउनुहुन्छ है उहाँले, हेरौँ। लसुन हालिसक्नु भएको रहेछ, टमाटर हेर्नुहोस् साथीहरू। यता हाम्रो मसला पेटी, यता चाहिँ अब हाम्रो गराउनुहोस्, पछि हेरेर होइन, आएपछि हुने। ल साथीहरू, अब चाहिँ मेरो बुढीले चाहिँ मेगी बनाउँदैछौँ। अनि आजको हाम्रो प्लानिङ चाहिँ अर्को, हाम्रो गाडी धेरै दिनदेखि धोएको थिएन, फोहोर भइरहेको थियो। आज चाहिँ हामीले गाडी धुने प्लानिङ गरिरहेछौँ। उता चाहिँ मेरो भानिज, हामी दुई माउली भान्जाले आज गाडी साडी क्लियर भइरहेको पारिहालौँ कि जस्तो लाग्छ है। अब भाइहरू लगेर जाँदै हुनुहुन्छ मेरो भान्जाले गाडी। हेर्नुहोस् साथीहरू, आजको चाहिँ यो हाम्रो चाहिँ बाहिरको भ्यू हेर्नुहोस् होइन, कस्तो देखिरहेछ। यहाँ चाहिँ भान्जाले चाहिँ गाडी बाहिर लाँदै हुनुहुन्छ। अनि भित्रतिर चाहिँ हाम्रो मेगी पाकिरहेछ। हामी चाहिँ यसो मेगी पाकुन्जेल चाहिँ टाइम मिले जस्तो भयो, त्यही भएर गाडी चाहिँ आज हामीले चाहिँ धुने प्लानिङ गऱ्यौँ। अहिले चाहिँ हामीले गाडी बाहिर ल्याइसक्यौँ फाइनल्ली। अब चाहिँ गाडीलाई एकछिन यता रोकेर हामी पानी लिन जान्छौँ साथीहरू। ल साथीहरू, हामी चाहिँ बाल्टी लिएर यता पानी भर्न लगाइसक्यौँ। यता चाहिँ मेरो भानिज, आज उहाँको पनि छुट्टी मेरो पनि छुट्टी है, त्यही भएर दुई माउली भान्जाको प्लानिङ भयो। भान्जाले पानी लिएर आउँदै हुनुहुन्छ। अब मेरो बुढी चाहिँ उता उहाँको काम चाहिँ मेगी बनाउनेतिर जानुभएको छ चाहिँ। अब चाहिँ हामी चाहिँ जान्छौँ। भान्जाले पानी लिएर आउँदै हुनुहुन्छ, म चाहिँ हेरिसकेँ है, चाहिँ घापा लिएर हेरिसकेँ। ल फाइनली साथीहरू, मेरो भानिज चाहिँ यता बाइकलाई पानी हाल्दै हुनुहुन्छ। अब धुने काम चाहिँ स्टार्ट गरिसक्नु भयो मेरो भान्जाले। हेलो, के छ भानिज हाल खबर? हेलो, यता हेर्नुहोस् न हौ, के गर्ने हजुर? औ भान्जाले गाडी धुँदिन भन्दा अब आफै धुन पद्दो भइहाल्छ, के गर्ने? आफै धर्काउनु अब परेछ हेर हजुर होइन। हेर्नुहोस् गाडीहरू राम्रो धुइरहेको पार्नु पऱ्यो हजुर। पहिला पानी हालिदिनु लाग्छ। गाडी यो गाडीको पुस्तक नै बुढाले काटिदिएछ। यहाँदेखि यहाँसम्म आउने काट्दै सबैले, त्यही भएर हाम्रो यहाँबाट खर्चै खर्च लाग्छ। पुस्तक दर्शाउँदैछु मैले, कहिले कहिले देशी गाडी पनि दर्शाउनु पर्दा के गर्ने, कहिले कहिले अब आफ्नो गाडी पनि दर्शायो भन्ने मन लाग्छ। को आशा हाँस्दैपछि यहाँ धेरै छ हेर। हजुर हजुर हेर्नुहोस् माइजूले आइसक्नु भयो हेर्नु। अनि मामाले गाडी धुँदै हुनुहुन्छ, माइजूले यस्तो हेर्नु सके कसरी धुँदो हुनुहुन्छ भनेर हेर्नु हिँड्नु भएको छ। अनि मामाले हेर्नु कस्तो गर्नु भएको रहेछ। म चाहिँ क्यामेराम्यान के गर्नु, यस्तै छ।
त्यही हो, हल्का फल्का काम गर्नुपर्छ, कहिले आफ्नो गाडी पनि धुनुपर्छ होइन त आमा? ए हाम्रो फोटो हेर्नु, यहाँको हिरो यो, यहाँ हाँस्नु हेर न, यसको स्माइल कस्तो छ हेर्नु न। अरे वाह, सिन्दुर लगाएको हेर यसले। होला पप्पी गर्यो सबै, पप्पी अच्छा बाबु यहाँ ल हेर्नु साथीहरू, मेरो फर्स्ट गाडी हो, अहिले सेकेन्डमा यो आएको होइन। अब प्रगति हुँदै गयो, कहिले के हुन्छ। यहाँ बाटो बिग्रिसक्यो, अलि भान्साले अलि यता ल्याएर आउनु, अहिले पानी पनि बाटोमा जान्छ अहिले। मन गरिदिउँ अब। ल फाइनली हेर्नुहोस् साथीहरू, मेरो गाडी क्लिन गरियो होइन, धेरै चाहिँ भयो। उता चाहिँ मेरो भान्जे पनि अब आफ्नो गाडीहरू सफाइ गरिदिनुहुन्छ। अनि कस्तो मजा आएर चाहिँ गाडी धुनु हो र? ल बजाऊ। ल हेर्नु साथी, ल गजब देखिरहेको छ एकदम। फाइनली गाडी धोएर पनि भयो। कता हिँडेको राजा हामी, कता हो हिँडिदिएको? ल साथीहरू, हाम्रो चाहिँ गाडी पनि धोएर भइयो। यहाँ चाहिँ हाम्रो राजा। ल जाम 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 जाम। ल यतापट्टि चाहिँ हाम्रो नयाँ घर बन्दैछ है। फाइनली बाहिरको कामहरू सबै सकेर हामी चाहिँ भित्रतिर आइसक्यौँ। भित्र आएर चट्ट हेर्दा चाहिँ हाम्रो मेगी चाहिँ रेडी भइसकेको छ। मेरो भान्जुलाई चाहिँ आउट अफ कन्ट्रोल भइसक्नु भएको छ उहाँ चाहिँ। कति बेला खाउला चाहिँ लावाला लगको मनमा है उहाँको। यता चाहिँ मेरो बुढी चाहिँ अब मेगीमा अब लास्ट फाइनल काम हुँदैछ धनिया हाल्दै हुनुहुन्छ उहाँले चाहिँ। खानाले त सबै आत्मै छन्। अब हेर्नु साथीहरू, साथीहरू मेरो बुढीले चाहिँ अब मेगीहरू सबै पस्किँदै हुनुहुन्छ। देखो चाहिँ रसिलो स्वादिलो छ नै जस्तो लाग्छ। के कस्तो छ अब त्यो त खाएर नै थाहा होला है। अब चाहिँ हाम्रो मेगी च्यालेन्ज हुँदैछ है। हेर्नु होला सबैले, यहाँ पछाडि सब हाम्रो भान्जा हुनुहुन्छ। ल हेर्नुहोस्, आजको हाम्रो चाहिँ यसमा चाहिँ हामीले मै हाल्दैछौँ। नेपाली भाषामा छास भन्छ यसलाई। नेपाली भाषामा मै भन्छ। अनि ल हेर्नुहोस्, ओके। यता हेर्नुहोस् साथीहरू, मेरो फुलको हातमा चाहिँ के छ, उसलाई चाहिँ एउटा चाहियो है, उसिनेको चाहिँ उसलाई अलग्गै चाहियो। यता मेरो भान्जालाई चाहिँ खुब हतार भइरहेछ खानालाई है। हतार त मलाई पनि भइरहेछ थोरै थोरै, तर उहाँ जति चाहिँ भएको छैन है। यो साथीहरू हेर्नुहोस्, अब हामी कसरी खान्छौँ अनि हामी खाएर मजा लाग्छौँ अनि हजुर चाहिँ हेरेर मजा लिनुहोस् है त। यता चाहिँ खानाको लागि रेडी। अब यता हेर्नुहोस्, मेरो पुन्डु चाहिँ उसले चाहिँ आज केलाउँदैछ। आज भ्याएको छैन है, केलाउँदैछ ऊ चाहिँ। है छोरू, कपी गरिदेऊ न।
बाबालाई ल गाइज अब चाहिँ हाम्रो चाहिँ खाना सुरु भयो ओके हेर्नुहोस् यसरी खान्छ हामी ल साथीहरू अब हाम्रो पनि मेगी खाना सुरु हुँदैछ यता मेरो पुण्टे मलाई पनि खाना हतार छ ल बुढीले पनि खाना सुरु गरिसक्यो म चाहिँ अलि अब भिडियोको क्लिपले गर्दा अलि खाना पाएको छैन अब मेरो पनि सुरु हुन्छ खाना खाना हस् त साथीहरू आजको हाम्रो खानपिन अब अन्तिम घडीमा आइपुगेको छ मन परे सबैले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई हस् त नमस्कार फेरि अर्को भ्लगमा भेटौँला बाई बाई सी यू अगेन